भिडियो नै बाराइन्छ अनि के भएको थियो त बोल हामी चाहिँ अहिले आइपुगेको छौँ गोदावरी सरप्राइज दिनको लागि गोदावरीमा छौँ अहिले हामी सरप्राइज दिनको लागि यस्तै सरप्राइजको लागि हामीले यदि तपाईँहरूले सम्पर्क गर्न सक्नुहुन्छ हाम्रो दिएको नम्बरमा हामी चाहिँ ठ्याक्कै सेडा स्कुलमा आइपुगेको छौँ अहिले आउनुहोस् हामी अब सरप्राइजको लागि हिँडिरहेको छौँ एकपल्ट मलाई फोन गर्नुपर्ने हुन्छ अब कता हो भनेर मैले चाहिँ भर्खरै फोन गरिसकेँ अब वेट गरौँ उहाँलाई कता हुनुहुन्छ ठ्याक्कै कताबाट आउनुहुन्छ केक बिग्रिन्छ क्या त्यसरी त्यो नगर केकलाई जोगा न लेट्स वेट हर हजुर हो ए ह्याप्पी बर्थडे Thank you. ह्याप्पी बर्थडे टु यु सिस्टर Thank you so much. तर कसले हो? कसले? वान सेकेन्ड ह्याप्पी बर्थडे Thank you. सेस लगाइदिए बर्थडे सेस लगाइदिए गेस गर्नुहोस् हजुरले कसले होला पक्नु न खोइ आत्तिनु पर्दैन बाहिरबाट नेपालबाट हो भन्नु त पक्नु म आफै भन्छु अहिले एकछिन हजुरले वेट गर्नुपर्ने हुन्छ ढुकढुक 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 गर्दै पहिला हजुरले गेस गर्नुहोस् कसले हो ल यो पनि सुरुमा सबै सामान दिइसक्न अनि के अरे गेस भइहाल्छ नि फोटो फ्रेम पनि आएको छ हामी फोटो फ्रेम पनि देखाउँछौँ चिठी पनि आएको छ चिठी पनि देखाउँछौँ फोटो फ्रेम अहिले चाहिँ नदेखाए फोटो फ्रेम अहिले चाहिँ नदेखाए एकछिन हजुरलाई एउटा फ्लावर छ फ्लावर आएको छ अरू केही छ यहाँ छ हजुर हजुर हजुरलाई एउटा फोटो फ्रेम आएको छ एकछिन त नदेखा फ्रेम आएको छ अब फोटो फ्रेम देखाउनु हुँदैन हजुरले यो नेपाल हो कि बाहिरबाट भन्नु अनि म गेस गर्छु गेस गर्नुहोस् न हजुरले कसले पठाउनु होला यसो हजुरको फ्यामिलीबाट पनि हुन सक्नुहुन्छ है त्यस पछाडि साथीभाइबाट पनि हुनसक्छ बेस्टबाट पनि हुनसक्छ बा बोयफ्रेन्डबाट पनि हुनसक्छ बा एक्सबाट पनि हुनसक्छ बा अब होइन जे पनि हुनसक्छ यसमा अब नेपाल मलाई त के नेपाल हो कि त्यही त नाइ भन्नु खोजेको हुन्छ नि पहिला सानो बेलाको अब एक्सहरू थियो होला माया गरेको कोही माया त्यो पनि गरेको हुनसक्छ मान्छेले यसो न बर्थडेको अवसर पारेर मलाई त मेरो घरबाटै होला जस्तो लाग्यो घरबाट त होइन माइतबाट हो एकछिनले त फोटो हेर्छु त म यहाँ त सँगै पनि बस्नुभएको रहेछ फोटो है भरे हाम्रो काम त ल्याइदिने हो है भरे तपाईँहरूको झगडा होला अब हस्बेन्ड यहीँ छु भन्नुहुन्छ है अब हाम्रो कारणले चाहिँ तपाईँहरूको झगडा नहोस् है किनभने हामी सामान ल्याइदिने मात्रै हो जसले सेन्ड गर्नुभयो के गर्नु त नेपालबाट हो कि बाहिर उहाँकै छेउमा म दिउँ त अब उहाँकै छेउमा अरे त मलाई नि लास्ट दाइ झगडा त हुन्न नि त्यस्तो मान्छे चाहिँ छैन होइन के छ लेटर 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 थियो त छ लेटर पक्नै लेटर सुन हजुरलाई एउटा लेटर पनि आएको छ को हो त यस्तो लेटर सोचेर गर्ने मान्छे के ला खत्तम अब बर्बाद हुने भयो हाम्रो बर्थडे सरप्राइज भन्ने रहेछ यो हजुर त्यही पनि एकछिन सम्झिनुहोस् त सम्झिनुहोस् कसले हो छैन रे कोही पनि अब के खै केटी कि केटा 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 हो ल हो नि। केटा अरे अनि लेटर लेटर पढेर सुनाइदिनु छल्ते आम्दे ल भन्नु त लेटर प्रिय सानो धेरै धेरै माया अनि सम्झना सानो म तिमीसँग हुन नपाए पनि सानो मायाको चिनो सेन्ड गरेको छु यसबाट गरहोस् ए बारे 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 अब बारे को रहेछ हामी टाढा छौँ रै पनि मैले एक्लोपन महसुस गरेको छैन हजुरसँग बिताएको पल अझै ताजा छन् डिस्टेन्सले टाढा भए पनि मन र मायाले कहिले टाढा नबनाउनु होला उही तिम्रो मनको ड्यास 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 यो त म होइन भने पक्कै थाहा हो फेरि पनि ह्याप्पी बर्थडे सानो सानो चाहिँ कसले भन्छ कि त्यस्तो के छ अब थाहा भएन मलाई त थाहा थाहा भएन भएन? मलाई चाहिँ शङ्का लागेको अब मेरो आफ्नो भनेको
गाईघाट माइतमा र यता हजुर। कोरियामा छन् कोरियाबाट त पक्कै होइन होला गाईघाटबाट होला मेरो दिदीले होला त दिदीले ल मैले एउटा कुरा भने है त उहाँ चाहिँ नेपालबाटै हुनुहुन्छ नेपालबाट यहाँबाट हेर न हजुर थाहा भएन बाहिरबाट भयो नेपालबाटै हो ल अझै मैले हिन्ट्स दिएँ काठमाडौँ भ्यालीभित्रैबाट हुनुहुन्छ उहाँ ममता हो क्या त्यो ममता भने नि त तिमीले म त अघि त उहाँ मैले फोन गरेको तेरो टाउको म भरे आउने म किन दिन्छु किन खर्च गर्छु मान्छे होइन खोइ थाहा भएन ल भनिदिनु कोही छैन त्यस्तो मान्छेहरू नजिक भएर चिन्नुभयो आज भएर है खोल्नु त्यो मेरो फोटो हो त अरू अब चाहिँ मैले भन्नै पर्ने हुन्छ कतिको सुन्न हतार छ नि नाम म त यस्तो सरप्राइज दिने मान्छे कोही छैन मेरो लाइफमा है थाहै छैन भने नाम भने ल भन्नु त 1 2 3 प्रिय साथी मेरो तिमी मेरो जीवनको त्यो विशेष व्यक्ति हौ जसको स्थान कहिले कसैले लिन सक्दैन जन्मदिनको धेरै धेरै शुभकामना तिम्रो ओठमा सधैँ यो प्यारो मुस्कान भइरहोस् जीवनमा कहिले दुःखको काँडाले नछोओस् सुख होस् वा दुःख होस् तिमी सधैँ मेरो साथमा छौ ईश्वरलाई धन्यवाद छ कि उनले मलाई तिमी जस्तो असल साथी दिनुभयो हजुरको बेस्ट फ्रेन्डले हो है ममता श्रेष्ठले झन्डै झगडा गरायो अनि ममता भन्दैछ त ममता हो भनेर आएर अनि यता हेर्नु न तिम्रो आगामी दिनहरू तिम्रो आगामी दिनहरू जुन जस्तै चम्किरहन् शुभ जन्मदिन तिम्रो मित्रता मेरो लागि संसारको सबैभन्दा ठुलो उपहार हो सुस्वास्थ्य दीर्घायु र उत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना फेरि पनि जन्मदिनको शुभकामना र यहाँ छ मेरो प्यारो मिल्ने साथीलाई जन्मदिनको लाखौँ लाख शुभकामना आज तिमी मात्र होइन म मात्र होइन हेर ती चराहरू पनि गुनगुनाउँदै भनिरहेका छन् साथी आज तिम्रो जन्मदिन आएको छ आकाशमा जति ताराहरू छन् त्यति नै तिम्रो आइरहोस् ह्याप्पी बर्थडे बेस्ट टु के भन्ने हो ल के भन्न चाहनुहुन्छ मलाई अघि के भन्छ अरे सुरुमै त्यो फोन आउँदाखेरि तपाईँहरूको फोन आउँदाखेरि मैले हेरेको थिएँ अनि वाट्सएपमा चाहिँ बर्थडे सरप्राइज थियो कि अनि मैले शङ्का गरेको थिएँ कि अनि अब त्यस्तो सरप्राइज दिने मान्छे त कोही छैन अनि पक्कै पनि त्यही एउटा थियो मेरो काली नै छ अनि त्यसलाई मैले हतार फोन गरेँ तैँले मलाई सरप्राइज दिनु ला हो क्या हो भनेको छैन कहाँ दिनु म भरे आइहाल्छु किन बेकारमा खर्च गर्छु भनेपछि मलाई कस्तो डिसपोइन्ट भयो क्या म है नि होला अब एकछिन वाच गरौँ न उयो गरौँ न भनेर बसेको तर एकदमै धेरै थ्याङ्क यू काली पत्तालाई भरे आउँछ हजुरले गेस पनि गर्नुभएको थिएन है पछिबाट चाहिँ सुरुमा चाहिँ गरेको थिएँ अनि पछि मैले उसलाई कन्ट्याक्ट गरेपछि चाहिँ त्यसपछि चाहिँ फुल्ली होइन रहेछ भन्ने म थाहा पाएको कि किनभने अलिक म विश्वास गरिहाल्छु कि होइन रहेछ भने होइन रहेछ जस्तो लागेको थियो